सबैलाई जय मसीह। पहिला सुरु म हजुरहरूलाई एउटा प्रश्न गर्छु। कतिजना चाहिँ तपाईहरू बुहारी हुनुहुन्छ अनि तपाईको घरमा कतिजनाको चाहिँ सासू हुनुहुन्छ अनि तपाईहरू बीचको सम्बन्ध चाहिँ कस्तो छ? अनि आज चाहिँ म तपाईहरूलाई सासू र बुहारीको एउटा सम्बन्ध चाहिँ कस्तो हुनुपर्छ भन्ने कुरा चाहिँ म हजुरहरूलाई रुथको पुस्तकबाट बताउन चाहन्छु। रुथको पुस्तक भन्ने साथै रुथ भन्ने साथै चाहिँ एकदमै प्रेम र दयाको प्रतीक भनिकन हामी मान्न सक्छौँ। अनि रुथको सासूको नाम चाहिँ नाहोमी थिए। नाहोमीका श्रीमान चाहिँ पहिले नै बितिसकेका थिए र उहाँका दुईजना छोराहरू थिए। अनि दुईजना छोराकी दुईजना बुहारीहरू जुन चाहिँ रुथ र ओर्पा थिइन्। अनि ती दुईजनै छोराहरूको पनि मृत्यु भयो। मृत्यु भइसकेपछि त्यहाँ चाहिँ एकदमै ठुलो अनिकाल भयो। त्यहाँ खान नसक्ने अवस्था, एकदमै हैन पेट पाल्नलाई अनि निर्वाह गर्नलाई गाह्रो हुने अवस्था भइसकेपछि अनि आफ्नो सासूले नचाहँदै आफ्नी बुहारीहरूलाई चाहिँ माइतमा जाऊ भनेर एकदमै बिन्ती गरे। अनि तर त्यति भन्दा पनि गइरहेको थिएन र यहाँनिर सासू नाहोमीले चाहिँ आफ्नी बुहारीहरूलाई भन्छन्, बुहारीहरू तिमीहरू चाहिँ माइततिर जाऊ, किनभने मैले अर्को सन्तान म जन्माउन सक्दिनँ। म चाहिँ एकदमै बुढी भइसकेँ र मैले बच्चा केही गरेर पाउँछु भने पनि त्यो तिमीहरूको लागि हुन सक्दैन। त्यसकारण तिमीहरू चाहिँ आफ्नै माइतमा जाऊ भन्दा फेरि अनि ओर्पा चाहिँ माइततिर गइन् है। तर त्यहाँनिर रुथले चाहिँ आफ्नी सासूसँग बसिरहने, आफ्नै सासूसँग नै रहिरहने उनले कुरा गर्दछ। अनि यहाँनिर चाहिँ म हजुरहरूलाई पढेर सुनाउँछु। यहाँ यसरी लेखेको छ, रुथको 1:16मा रुथले जवाफ दिइन्, मलाई फर्केर जान र तपाईलाई छोड्न कर नगर्नुहोस्। तपाईँ जहाँ जानुहुन्छ म त्यहीँ जानेछु। तपाईँ जहाँ बस्नुहुन्छ म त्यहीँ नै बस्नेछु। तपाईका मानिसहरू मेरा मानिसहरू हुनेछन् अनि तपाईका परमेश्वर मेरा परमेश्वर हुनुहुन्छ। तपाईँ जहाँ मर्नुहुन्छ म त्यहीँ मर्नेछु र त्यहीँ नै गाडिनेछु। अनि कति मिठो वचन, कति मिठो जवाफ चाहिँ रुथले आफ्नी सासूलाई गरेकी छिन्, नाहोमीलाई गरेकी छिन्। अनि यो वचनबाट चाहिँ उनले आफ्नी सासूलाई प्रेम देखाएकी छिन् कि म चाहिँ कहिले पनि छोडेर जाँदिनँ अनि तपाईसँग नै म हुनेछु। तपाईले मान्ने परमेश्वरलाई नै म मान्नेछु भन्ने कति राम्रो कुरा गरिएको छ। अहिले हाम्रो समाजमा पनि सासू र बुहारी बीचमा हामी त्यति साह्रो प्रेम देखिन्न। अनि सासूलाई चाहिँ एकदमै सासूको रूपमा हेर्ने र बुहारीलाई चाहिँ बुहारीको रूपमा हेर्ने कुराहरू हुँदछ। तर यहाँनिर चाहिँ हामी यस्तो एउटा सिद्धान्त देख्छौँ जहाँनिर चाहिँ सासूले आफ्नो बुहारीलाई एउटा छोरीको रूपमा हेरेकी छिन् भने अनि बुहारीले चाहिँ सासूलाई एउटा आमाको रूपमा हेरेकी छिन्। र यो आज हाम्रो समाजको लागि चुनौतीको कुरा हो। आज हाम्रो समाजको लागि एकदमै यसले दिने शिक्षा एकदमै राम्रो छ। तपाईँ र म चाहिँ कस्तो खालको बुहारी अनि तपाईँ र हामी चाहिँ कस्तो खालको सासू बनिराखेका छौँ। हामीले आफ्नै दमनमा राख्ने, आफ्नै दमनमा हामी गर्ने खालका छौँ कि होइन। हामी चाहिँ एकअर्कासँग हामी प्रेम गर्ने, एकअर्कालाई हामी उस्तै आदर गर्ने है। अनि सासूलाई आदर गर्ने, सासूले पनि आफ्नी बुहारीलाई प्रेम गर्ने अनि यस्ता कुराहरू छ। अनि आज चाहिँ मैले यहाँबाट सिकेँ कि हामीले चाहिँ हाम्रो सासूहरूलाई आमालाई जस्तै हामीले प्रेम गर्नुपर्दछ र सासूहरूले पनि अनि बुहारीहरूलाई आफ्नो छोरीलाई जस्तै गरिकन प्रेम गर्नुपर्दछ। अनि यो कुरा चाहिँ मैले बुझेँ र अहिलेसम्म मेरो पनि सासू हुनुहुन्छ। अनि सासूले त्यति नराम्रो कुरा त भन्नुभएको छैन अनि एकदमै माया गर्नुहुन्छ अनि आफ्नै छोरी जस्तै ठान्नुहुन्छ अनि छुट्टै खालको प्रेम गर्नुहुन्छ। र म पनि उहाँलाई एउटा आमाको रूपमा दर्जामा राखेर प्रेम गर्छु
अनि छुट्टै एउटा आदर होइन एउटा सम्मान गर्छु र हजुरहरूलाई पनि विशेष गरिकन यही अनुरोध गर्न चाहन्छु कि अनि हामी सबैजनाको सासू र बुहारी बिचको सम्बन्ध चाहिँ राम्रो भएको होस् र यसमा परमेश्वरले सबैजनालाई आशिष दिनुभएको होस्। हस् त, धन्यवाद। जय मसी।